नमस्कार साथीहरू, यहाँहरू सबैलाई हाम्रो युट्युब च्यानल आइपिओ अपडेट नेपालमा हार्दिक स्वागत छ। आज हामी तपाईहरूका लागि सोपान फार्मास्युटिकल्स लिमिटेडको आइपिओ सम्बन्धी महत्त्वपूर्ण जानकारी लिएर आएका छौं। कृपया यो भिडियो अन्त्यसम्म हेर्नुहोला। सोपान फार्मास्युटिकल्स लिमिटेडले 2083 वैशाख 2 गतेदेखि प्राथमिक शेयर अर्थात् आइपिओ निष्कासन गर्ने भएको छ। कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरेको आइपिओ बाँडफाँड पश्चात अब सर्वसाधारणका लागि आइपिओ निष्कासन गर्न लागेको हो। कम्पनीले आफ्नो जारी पुँजी 1 अर्ब 71 करोड 60 लाख रुपैयाँको 25% हुन आउने 42 करोड 90 लाख रुपैयाँ बराबरको 42 लाख 90 हजार किता आइपिओ निष्कासन गर्ने अनुमति पाएको थियो। सो मध्ये 10% हुन आउने 4 लाख 29 हजार किता शेयर नेपाल सरकारको सम्बन्धित निकायको संस्वीकृतिले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरी बाँडफाँड गरिसकेको छ। त्यस्तै कम्पनीले 1,71,600 किता शेयर कर्मचारीहरूका लागि र 2,14,500 किता शेयर सामूहिक लगानी कोषहरूलाई बाँडफाँड गरिसकेको छ। अब भने कम्पनीले दोस्रो चरणमा बाँकी रहेको 34 करोड 74 लाख 90 हजार रुपैयाँ बराबरको प्रति किता 100 रुपैयाँ अंकित दरका 34 लाख 74 हजार 900 किता शेयर सर्वसाधारण लगानीकर्ताहरूका लागि निष्कासन गर्न लागेको हो। कम्पनीको आइपिओमा न्यूनतम 10 किता शेयरका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा 11,000 कितासम्म आवेदन दिन सकिनेछ। सर्वसाधारण लगानीकर्ताहरूले 2083 वैशाख 6 गतेसम्म कम्पनीको आइपिओमा आवेदन दिन सक्नेछन्। सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा निष्कासन अवधि वैशाख 16 गतेसम्म लम्बिनेछ। कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्पा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरू मेरो शेयर अनलाइन प्रयोग गरी सी आस्पा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्। आइपिओ निष्कासनको लागि गरिएको रेटिङमा केयर रेटिङ्स नेपालले कम्पनीलाई केयर एनपी सिंगल बी शेयर रेटिङ प्रदान गरेको छ। यसले कम्पनीको दायित्व वहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ। कम्पनीको साधारण लगानी फिर्ता हुने अवधि करिब 9 वर्ष रहेको छ भने डिस्काउन्टमा लगानी फिर्ता हुने अवधि करिब 12 वर्ष रहेको छ। कम्पनीको खुद वर्तमान मूल्य 15 अर्ब 97 करोड 59 लाख 39 हजार रुपैयाँ बराबर रहेको छ भने आन्तरिक प्रतिफल दर 23.63% रहेको छ। यस्तै नयाँ आइपिओ अपडेटहरू नियमित रूपमा पाउनको लागि हाम्रो च्यानललाई लाइक, शेयर र सब्स्क्राइब गर्न नभुल्नुहोला।